Hello guys, welcome to my channel. And as you can see, Chelsea manager Enzo Maresca has departed from Chelsea with immediate effect. Quite shocking news. न्यू इयरको सुरुवातमै अचानक ह्याप्पी न्यू इयरमा त अब म्यानेजरलाई स्याक गरिदियो चेल्सीले स्याकिङ पनि होइन यो लाइक म्युचुअली यिनीहरूको बिचमा बातचित भएर छोडेको हो वाइ भन्दाखेरि देयर इज सम न्युज कमिङ अन क्या फ्रम द पास्ट फ्यु विक्स के भन्दा चाहिँ एन्जो मारेस्का चाहिँ म्यान्चेस्टर सिटीको नेक्स्ट कोच हुने क्यान्डिडेटमा चाहिँ नम्बर 1 छ इफ पेप गार्डियोलाले यो सिजन लास्टमा म्यान सिटी छोड्यो भने यो न्युज आएको थियो म्यान्चेस्टर सिटीबाट एन्ड द थिङ इज हिजोको न्युजमा के निक्लेर आयो भन्दा चाहिँ एन्जो मारेस्का हिमसेल्फ have 2 meetings inside 2 weeks with Manchester City regarding his future. So सिरियस कुरा हो है एन्ड इज चेल्सीसँग एन्जो मारेस्काको मिटिङ भयो होइन म्युचुअली कुरा गर्दा चाहिँ अब यस्तो लाइक एन्जो मारेस्काले अब म्यान सिटीको फ्युचर हेरिरहेछ अब होइन अब उनीहरूको बिचमा के बात भयो सो त्यो मुताबिक लाइक डिपार्ट हुन्छ नि अब तर कुरा के भन्दा नि लाइक मलाई चाहिँ लाग्छ चेल्सी बोर्ड पनि एकदम अलिकति हुन्छ नि लाइक अनप्रोफेसनल छ जस्तो लाग्छ मलाई बिकज एक त प्लेयर्सहरू पक्कु थुपारिदिएको छ क्लबमा एन्ड लाइक एउटा कोचलाई खेलाउनु भन्छ होइन डिफेन्स लिभाइ कुलविल इन्जर भएको प्रिसिजनमा एन्जो मारेस्काले डिफेन्स माग्दै थियो समरदेखि नै तर त्यो दिएन चेल्सीले अर्को कुरा अब प्लेयर्सहरू गार्नाचोहरू जस्तो टाइपको प्लेयरहरू किन्यो होइन अनि यो भिडियोको अगाडि मैले एउटा चिज मेन्सन गरेको छु क्या के भन्दा चाहिँ नि चेल्सीको रन अफ फर्म चाहिँ साह्रै राम्रो त छैन है प्रिमियर लिगमा दे आर स्ट्रगलिङ क्या कोही हुन्छ नि यसलाई कोही इन्जे गेम अब खतरा खेलिदिन्छ त कोही इन्जे गेम एकदमै खतम खेल्छ होइन त्यो चाहिँ किन भन्दा नि मैले योभन्दा अगाडि भिडियोमा पनि भनेको छु क्या अब केसको सिस्टम चाहिँ सब बल क्यारी गर्ने पोजिसन राख्ने ठिक छ एन्ड मैले यही चिज भनेको छु कि लाइक जो चेल्सीको प्लेयर्सहरू छ नि जो एन्जो मारेस्कालाई दिएको छ नि त्यो प्लेयरहरू नि पोजिसन फुटबल खेलिरहने टाइपको मलाई चाहिँ लाग्दैन किनभने मैले धेरै वर्ष अगाडिदेखि नै मैले फुटबल हेरेको है एन्ड मैले यति त अब्जर्भ गर्न सक्छु कि लाइक पेड्रो नेटो भयो गार्नाचो भयो विङ्गर होइन लियम डिलाप स्ट्राइकर जो मैले मेन्सन गरेको छु प्रिभियस भिडियोमा यिनीहरू नि लाइक पोजिसन बेस्ड फुटबल क्लबबाट खेल्ने प्लेयर्सहरू नै होइन क्या यिनीहरू डिफेन्सिभ अप्रोचमा खेल्छ क्या जब काउन्टर एट्याक पाउँछ तब गोल हुन्छ सो लिगमा नि एन्जो मारेस्काको सिस्टमै त्यस्तो थियो क्या अन्ली पोजिसन गेम द गेम अगेन्स्ट बार्सिलोना दिस सिजन 3-0 जित्यो द गेम अगेन्स्ट आर्सेनल 1-1 जस्तो मोजेस कैसेडोले रेड कार्ड पाएर पनि ड्र खेल्यो सबले भन्यो दामी खेल्यो चेल्सीले यो त्यो तर नि एउटा कुरो सोचेर हेर्नु भने नि जुन चाहिँ गेम दामी खेलेको छ नि चेल्सीले त्यो गेममा नि लाइक काइन्ड अफ हल्का डिफेन्सिभ गेम खेलेको छ क्या चेल्सीले डिफेन्सिभवाला गेम खेलेको छ क्या कस्तो भन्दा नि ब्याक लाइन अलिक डिप डाउन आफ्नैपट्टि होइन मेन्टेन गरेर कन्ट्रोल गरेर गेम खेलेको छ तब गएर चेल्सीले दामी लाइक एउटा रिजल्ट दिएको छ क्या अनि स्कोर पनि गरेको छ क्या यही लियम डिलाप हो जसले बार्सिलोनाको अगेन्स्ट गोल हालेको छ अनि यही लियम डिलाप फेरि आजको दिनमा लिगमा गोलै हाल्न सक्दैन क्या त सोच्ने कुरा हो नि त सो मलाई लाग्छ सिस्टम पनि ठिकै उल्टा थियो हो एन्ड बिकज द गेम अगेन्स्ट प्यारिस सेन्ट जर्मन लास्ट सिजन जब क्लब वर्ल्ड कप फाइनलमा जित्यो उनीहरूले होइन त्यो पनि कुनै पोजिसन बेस्ड फुटबल खेलेर जितेको थिएन क्या सो यिनीहरूले थियो त्यो डल्लै काउन्टर एट्याकमा गोल थियो सो उसको प्लेयर यस्तो थियो कि जसले डिफेन्सिभ खेलायो भने चाहिँ अलिक राम्रो खेल्ने जसको थ्रु काउन्टर एट्याकको थ्रु गोल पनि हाल्न सक्ने अब एरएस लिगमा हेर्नु भने बल मात्रै अब त्यो अपोजिसनको हाफमा खेलाको न गोल छ न कसैको कन्सिस्टेन्सी छ त्यस्तो प्रकारको सिचुएसन थियो एन्ड सिस्टम चाहिँ त्यस्तो थियो तर रियल रिजन चाहिँ अब त्यही भन्दैछ कि उसले म्यान्चेस्टर सिटीसँग मिटिङ गर्दै थियो होइन द्याट इज द रिजन लाइक अब एउटा म्युचुअल घोषणाको चेल्सी बोर्ड र एन्जो मारेस्काको म्युचुअल रेस्पेक्टको आधारमा दे डिपार्ट भन्ने हो सो न्युज चाहिँ अब त्यस्तो छ न्यु इयरमा है एन्ड द थिङ इज कि द नेक्स्ट गेम विल बी अगेन्स्ट म्यान्चेस्टर सिटी अवे सिटीको होममा चेल्सीको अब गेम छ अभियसली के हुन्छ रिजल्ट अब मेबी अब 90% त म्यान्चेस्टर सिटी नै छ है हु विल बी द नेक्स्ट म्यानेजर अफ चेल्सी एन्ड चेल्सीको बोर्ड नि पुरा बिजनेस मात्रै हेर्ने खाले छ क्या बिजनेस मात्रै हेर्छ क्या जस्तो चेल्सीको रिक्रुटमेन्ट हेर्नु भने पुरा यङ प्लेयर्सहरू मात्रै छ नि त होइन छ कि यङ प्लेयरहरू पोटेन्सियल भएको प्लेयर्सहरू अलिकति ग्रो गरेर चाहिँ महँगो दाममा बेचिदिने अरू क्लबमा इभन त अहिलेसम्म सर्ट स्पोन्सर पनि छैन त्यो बिजनेसले गर्दा क्या हुन्छ नि अब
डिल राम्रो पाएन भन्दै अहिलेसम्म सर्ट स्पोन्सर पनि छन् चेल्सीकोमा सो बोर्ड पनि त्यस्तो खाले छ क्या बिजनेस मात्रै खोज्ने एन्ड मलाई लाग्छ कि अब यस्तो प्रकारले हो भने चाहिँ चेल्सी चाहिँ अब त्यो चेल्सी रहँदैन सो अब एउटा चेल्सी हुने गर्थ्यो होइन चेल्सी चाहिँ अब ऊ टाइपको देख्दैछु क्या डटमन्डहरू टाइपको क्या हुन्छ नि जो प्लेयर दामी बनाउँछ बेच्दिन्छ त्यहीँबाट चाहिँ उनीहरूले बिजनेस प्रफिट राख्छ खुसी हुन्छ नि अब एकदम बिजनेस मात्रै हेरिरहेछ एन्ड यस्तो प्रकारले चेल्सी अगाडि बढ्दैछ चेल्सीको बोर्ड एन्ड आई डोन्ट थिङ्क कि एउटा इलाइट लेभलमा चेल्सीले पर्फर्म चाहिँ गर्न सक्छ जस्तो लाग्दैन यस्तो प्रकारको सिचुएसन हो भने एन्ड नेक्स्ट म्यानेजर अभियसली यस चेल्सीको ओनर्सहरूकै हो क्लब जो फ्रेन्च लिगमा चाहिँ स्ट्रासबर्ग भन्ने त्यहाँ एउटा म्यानेजर छ लियम रोजेनियर आई माइट बी रङ त त्यो मान्छे छ इङ्ल्यान्डकै हो त्यो मान्छे एकदम इमिडिएटली हायर हुन्छ भन्दैछ चेल्सीको सिस्टर क्लबबाट नै म्यानेजर लिएर अब प्रिमियर लिगमा चेल्सीलाई म्यानेज गर्छ सो एक्सपेक्टेसन केही छैन किनभने अब म्यानेजरलाई थोप्नुभन्दा ज्यादा त अब बोर्डको डिसिजनमा थोप्नु पऱ्यो नि त मार्केटमा अहिले पनि कोच छ स्याबी भयो जिदान भयो होइन इभन दो लाइक फ्याब्रिगास इज डुइङ गुड इन कोमो इटालियन सिरियामा छ कोचहरू धेरै राम्रोहरू जो उनीहरूले लाइक अप्रोच गर्नु सके यदि राम्रोसँगले भनेर हुन्छ तर के हुन्छ भन्दा द कोच लाइक जिदान जाबीहरू चाहिँ कस्तो खाले भन्दा चाहिँ अब उनीहरूको हिसाबमै खेलाउँछ क्या जो चेल्सी बोर्डले चाहँदैन क्या गेम चाहिँ अब चेल्सी बोर्डकै इच्छा अनुसार खेल्नुपर्छ नि त सो मलाई लाग्दैन कि ढङ्गको राम्रो मेन्टालिटी भएको कोच चाहिँ आउँछ जस्तो लाग्दैन त्यही हो अब यङ कोच जसलाई चाहिँ अब आफ्नो सिभी स्ट्रङ गर्नुको लागि होइन मौका खोजिरहेको हुन्छ त्यस्तै कोचहरू मात्र आउँछ सो आई थिङ्क आई एम नट एक्सपेक्टिङ बिग थिङ फ्रम चेल्सी हो लाइक आई थिङ्क अब यस्तो प्रकारले हो भने चाहिँ चेल्सी एउटा बिजनेस क्लब मात्रै भएर रहन्छ रादर देन कम्पिटिङ इन अ टाइटल हो क्या सो द थिङ इज एन्जो मारेस्का इज नो मोर एज चेल्सी म्यानेजर एन्ड आई एम स्योर कि स्ट्रासबर्गबाट त्यो कोच लिएर आउँछै आउँछ